नमस्ते मेरा प्यारा श्रोताहरू। एकछिन आँखा बन्द गर्नुहोस् र सोच्नुहोस्। जीवनमा त्यो क्षण जब सबै कुरा बिग्रिएको जस्तो लाग्यो। जब लाग्यो अब म उठ्न सक्दिनँ। हरेक मान्छेको जीवनमा त्यस्तो क्षण आउँछ। तर केही मान्छे त्यही रोकिन्छन् र केही मान्छे फेरि उठ्छन्। किन होला यस्तो फरक? आजको यो बुक समरी हामी त्यही रहस्य खोज्नेछौँ। हामी कुरा गर्नेछौँ एउटा किताबको जसको नाम हो द आर्ट अफ मेन्टल रेजिलियन्स अर्थात् मानसिक दृढताको कला। यो किताब लेख्नुभएका छन् इवेस वाई मुराईले। त्यसैले आरामसँग बस्नुहोस् र मसँगै यो यात्रामा हिँड्नुहोस्, किनभने अबको केही समयमा तपाईँले आफ्नो मनलाई बुझ्ने एउटा नयाँ तरिका सिक्नुहुनेछ। पहिले बुझौँ यो रेजिलियन्स भनेको के हो। नेपालीमा हामी यसलाई भन्छौँ दृढता वा फेरि उठ्ने क्षमता। धेरै मान्छे सोच्छन् बलियो मन भनेको त्यो हो जो कहिले दुखी हुँदैन, कहिले रुँदैन, कहिले हार मान्दैन। तर मुराई भन्नुहुन्छ यो गलत बुझाइ हो। दृढता भनेको नदुख्नु होइन। दृढता भनेको दुखेपछि पनि फेरि उभिन सक्नु हो। यसलाई एउटा सानो कथाको माध्यमबाट बुझाउन खोज्छु। एकजना किसान थिए। एक वर्ष ठूलो हुरी आयो। हुरीले गाउँका सबै ठूला अग्ला रुखहरू भत्काइदियो। ती बलिया देखिने रुखहरू जरैसहित ढले। तर खेतको छेउमा भएको बाँसको झाङ भने बाँचिरह्यो। किसानले छक्क परेर हेरे। ती ठूला रुख किन ढले र कमजोर देखिने बाँस किन बाँच्यो? कारण सरल थियो। रुखहरू अड्डी कसेर उभिए, त्यसैले बाँचिए। बाँस हुरीसँगै निहुरियो, झुक्यो र हुरी गएपछि फेरि सिधा भयो। यही हो दृढताको पहिलो पाठ। बलियो हुनु भनेको कडा भएर भाँचिनु होइन। बलियो हुनु भनेको झुक्न सक्नु तर नटुट्नु हो। अब तपाईँ सोच्नुहोला, यो त राम्रो कुरा हो, तर व्यवहारमा कसरी लागू गर्ने? पहिलो कुरा, मुराई जुन सिकाउनुहुन्छ त्यो हो आफ्नो भावनालाई स्वीकार गर्नु। हामीलाई सानैदेखि सिकाइन्छ, नरुनु, बलियो बन, दुःख लागे पनि नदेखाउनु। तर मुराई भन्नुहुन्छ यो सबैभन्दा ठूलो भूल हो। जुन भावना तपाईँ लुकाउनुहुन्छ त्यो हराउँदैन। त्यो भित्रै बस्छ र भित्रबाटै तपाईँलाई कमजोर बनाउँछ। एउटा अर्को कथा सुनाउँछु। एकजना युवती थिइन्, नाम रिया। उनको आमाको मृत्यु भयो, तर रिया रोइनन्। उनले सोचिन्, म बलियै छु, मलाई रुनु पर्दैन। उनी काममा फर्किइन्, हाँसिन्, सबैसँग सामान्य व्यवहार गरिन्। तर भित्रभित्रै के भयो थाहा छ? उनी राति सुत्न सक्दिनथिन्, सानो कुरामा रिसाउँथिन्, कसैसँग नजिक हुन सक्दिनथिन्। 2 वर्षसम्म यस्तै चल्यो। एक दिन उनी एकजना थेरापिस्ट कहाँ पुगिन्। थेरापिस्टले सोधे, तपाईँले आमालाई कति माया गर्नुहुन्थ्यो? यति सुन्ने बित्तिकै रिया रुन थालिन्। 2 वर्षदेखि रोकेका आँसु एकैचोटि बगे। त्यो दिन उनले रोएपछि उनलाई पहिलो पटक हल्का महसुस भयो। किनभने दुःख रोकेर बलियो भइदैन, दुःखलाई बग्न दिएर मात्र हामी निको हुन्छौँ। के तपाईँले पनि कुनै भावना यसरी लुकाउनु भएको छ? सोच्नुहोस् त एकछिन। बुराइको दोस्रो ठूलो पाठ छ घटना र हाम्रो प्रतिक्रिया बीचको फरक। एउटा कुरा राम्ररी बुझ्नुहोस्, संसारमा जे हुन्छ त्यो सधैँ हाम्रो हातमा हुँदैन। तर त्यसप्रति हामी कस्तो प्रतिक्रिया दिन्छौँ त्यो हाम्रो हातमा हुन्छ। यो विचार धेरै पुरानो छ। प्राचीन ग्रिसका दार्शनिक एपिक्टेटसले पनि यही भनेका थिए। उनी आफै एक दास थिए। उनको खुट्टा भाँचियो, उनी जीवनभर लङ्गडो भए। तर उनले भने, मेरो खुट्टालाई बन्धन बाँध्न सक्छ, तर मेरो मनलाई होइन। एउटा कथा छ, 2 जना मान्छेको। दुवैको जागिर एकै दिन गयो। पहिलो मान्छे घरमा बसेर सोच्न थाल्यो, मेरो भाग्य नै खराब छ, मैले केही गर्न सक्दिनँ। ऊ निराश भयो, दिनभर सुत्न थाल्यो। दोस्रो मान्छे पनि दुखी थियो, तर उसले सोच्यो, ठिक छ, यो ढोका बन्द भयो, अब म अर्को ढोका खोज्छु। उसले नयाँ सिप सिक्यो, नयाँ ठाउँमा प्रयास गर्यो। 1 वर्षपछि के भयो होला? पहिलो मान्छे अझै त्यहीँ अड्किएको थियो। दोस्रो मान्छेले पहिलेभन्दा राम्रो काम पाएको थियो। दुवैलाई एउटै घटना भएको थियो, फरक थियो त केवल प्रतिक्रियामा। मुराई भन्नुहुन्छ,
हाम्रो दुःखको ठूलो अंश परिस्थितिका कारण होइन, बरु त्यस परिस्थितिलाई लिएर हाम्रो मनले बुन्ने कथ्यका कारण सिर्जना हुन्छ। हामी आफ्नै मानस पटलमा एउटा काल्पनिक कथा बनाउँछौँ र त्यसैलाई शाश्वत सत्य मान्न पुग्छौँ। यसैसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष हो अर्थ खोज्ने सामर्थ्य। यदि भोगिरहेको कष्टको पछाडि कुनै गहिरो उद्देश्य वा अर्थ लुकेको छ भने मानिसले कठिनभन्दा कठिन दुःख पनि सहजै सहन सक्छ। यो सत्यलाई प्रसिद्ध मनोचिकित्सक भिक्टर फ्र्याङ्कलले प्रष्ट पारेका छन्। नाजी यातना शिविरको कारुणिक कैदमा रहँदा उनले एउटा कुरा प्रत्यक्ष महसुस गरे। जोसँग बाँच्ने कुनै दह्रो कारण वा आशा बाँकी थियो, उनीहरू प्रतिकूलताका बीच पनि जीवित रहे। तर जसले जीवनको कुनै अर्थ देखेनन्, उनीहरूले चाँडै आत्मसमर्पण गरे। यसलाई बुझ्न एउटा मार्मिक दृष्टान्त हेरौँ। एक वृद्ध आमा हुनुहुन्थ्यो। उनको शरीर जीर्ण भइसकेको थियो र चिकित्सकहरूले उनी धेरै दिन नबाँच्ने घोषणा गरेका थिए। तैपनि उनी मृत्युलाई जितेर बाँचिरहन्, किनभने उनको एउटै धोको थियो, आफ्नी नातिनीको विवाह देख्नु। त्यसैले आफैलाई सोध्नुहोस्, मेरो जीवनको अर्थ के हो? मलाई हरेक बिहान उठेर काम गर्ने उत्साह के कुराले दिन्छ? जब तपाईँसँग यो प्रश्नको जवाफ हुन्छ, तब जस्तोसुकै ठूलो दुःख पनि सजिलै सहन सकिन्छ। श्रोताहरू, अब एकछिन रोकिएर सोचौँ। यहाँसम्म हामीले तीनवटा मुख्य कुराहरू सिक्यौँ। आफ्नो भावनालाई स्वीकार गर्ने, दुःखमा कसरी प्रस्तुत हुने भन्ने कुरा आफै रोज्ने र पीडाभित्र पनि बाँच्ने एउटा अर्थ खोज्ने। अब योभन्दा अझ गहिरो अर्को कुरा बुझौँ। मुराईको चौथो पाठ हो असफलतालाई हेर्ने नयाँ तरिका। हामी सधैँ असफलतालाई आफ्नो शत्रु ठान्छौँ। तर के साँच्चै असफलता नराम्रो कुरा हो त? थमस एडिसनको एउटा सानो कथा सुनौँ। उनले बत्ती आविष्कार गर्न हजारौं पटक प्रयास गरे र हजारौं पटक नै असफल भए। कसैले उनलाई सोध्यो, यति धेरै पटक असफल हुँदा तपाईँलाई कस्तो लाग्यो? एडिसनले हाँस्दै भने, म असफल भएको होइन, मैले त बत्ती नबन्ने हजारवटा तरिकाहरू पो पत्ता लगाए सिकाएँ। देख्नुभयो त फरक? घटना एउटै थियो, तर हेर्ने नजर फरक थियो। एउटा बलियो मन भएको मान्छेले असफलतालाई कहिल्यै अन्त्य ठान्दैन, बरु त्यसलाई केही नयाँ कुरा सिक्ने अवसर मान्छ। मुराई भन्नुहुन्छ, हरेक असफलताले हामीलाई एउटा सन्देश दिइरहेको हुन्छ। यो तरिकाले काम गरेन, अब अर्को तरिका अपनाऊ। तर हामी त्यो सन्देश बुझ्नुको साटो उल्टै आफैलाई सराप्न थाल्छौँ। म काम नलाग्ने मान्छे हुँ, मबाट केही हुनै सक्दैन भन्दै मनमा नकारात्मक सोच पाल्छौँ, जसले हामीलाई अघि बढ्न दिँदैन। यो समस्याबाट बच्न मुराई एउटा राम्रो कायदा सिकाउनुहुन्छ। जब मनमा यस्ता नकारात्मक विचार आउँछन्, तब त्यसलाई एउटा साथीको रूपमा हेर्नुहोस् र सोध्नुहोस्, यदि मेरो कुनै मिल्ने साथी यसरी नै असफल भएको भए के म उसलाई यसरी नै गाली गर्थेँ त? पक्कै पनि गर्दैनथ्यौँ। हामी त उसलाई सम्झाउँथ्यौँ र ढारस दिन्थ्यौँ। त्यसो भए आफैप्रति चाहिँ किन यति कठोर बन्ने? आफैलाई माया गर्नु र बुझ्नु नै मनलाई बलियो बनाउने सबैभन्दा ठूलो मन्त्र हो। बलियो मन हुनु भनेको आफैलाई पीडा दिनु वा दोषी देख्नु होइन, बरु सङ्कटको बेला आफ्नै सबैभन्दा असल साथी बन्न सक्नु हो। आजको संसारमा हामी हरेक कुरा तुरुन्तै चाहन्छौँ, तर मुराई भन्नुहुन्छ, मनका घाउहरू निको हुन समय लाग्छ। यसका लागि जापानको एउटा चर्चित किन्सुगी कलाको उदाहरण हेरौँ। जापानमा जब माटोको कुनै भाँडो फुट्छ, मानिसहरू त्यसलाई फ्याँक्दैनन्, बरु ती टुक्राहरूलाई सुनको धुलो मिसाइएको चोपले जोड्छन्। यसो गर्दा के हुन्छ थाहा छ? त्यो भाँडो पहिलेभन्दा झन सुन्दर देखिन्छ। त्यसका चिराहरू सुनका रेखाहरू बनेर चम्किन्छन्। त्यो भाँडोले आफू फुटेको कुरा लुकाउँदैन, बरु गर्वका साथ देखाउँछ कि म फुटेर पनि फेरि जोडिएँ र अझ सुन्दर बने। हाम्रो जीवनका घाउहरू पनि यस्तै हुन्। तपाईँका दुःख, असफलता र भत्किएका सपनाहरू लाजमर्दा कुरा होइनन्। ती त तपाईँका जीवनका सुनौला रेखाहरू हुन्, जसले तपाईँलाई आज यो रूपमा उभ्याएका छन्। के तपाईँलाई आफ्ना पुराना चोटहरू सम्झदा हीनता बोध हुन्छ? आजैदेखि तिनलाई फरक नजरले हेर्नुहोस्। ती तपाईँको कमजोरी होइनन्, तपाईँको जीवनका कथाहरू हुन्।
दैनिक जीवनका 3 सरल अभ्यास अब हामी यो किताबको व्यावहारिक खण्डमा आइपुगेका छौँ। मुराईले दैनिक जीवनमा अपनाउन सकिने 3वटा सजिला अभ्यासहरू सिकाउनु भएको छ। पहिलो अभ्यास, श्वास-प्रश्वास। जब मन आत्तिन्छ वा छटपटी हुन्छ, तब आफ्नो श्वासमा ध्यान दिनुहोस्। गहिरो श्वास लिनुहोस् र बिस्तारै छोड्नुहोस्। यो सामान्य लागे पनि यसले मनलाई वर्तमान क्षणमा फर्काउँछ। हाम्रा धेरैजसो पीडाहरू भविष्यको चिन्ता वा विगतको पछुतोका कारण हुन्छन्, तर श्वासले हामीलाई अहिलेसँग जोड्छ। दोस्रो अभ्यास, कृतज्ञता। हरेक रात सुत्नुअघि दिनभरिका 3वटा राम्रा कुराहरू सम्झनुहोस्, चाहे ती जतिसुकै साना किन नहुन्, जस्तै 1 कप तातो चिया, कसैको मिठो मुस्कान वा घामको न्यानो। बिस्तारै तपाईँको मनले सकारात्मक कुराहरू मात्र खोज्न थाल्छ। तेस्रो अभ्यास, सम्बन्ध। मुरै भन्नुहुन्छ, कोही पनि मानिस एक्लै बलियो हुन सक्दैन, हामीलाई अरूको साथ चाहिन्छ। त्यसैले आफ्ना दुःखहरू मनमै नकुहाउनुहोस्, बरु कसैसँग बाँड्नुहोस्। यसलाई बुझ्न एउटा छोटो कथा सम्झौँ। 2 जना यात्री मरुभूमि पार गर्दै थिए। तीमध्ये एकजना थाकेर ढले। अर्का यात्रीले भने, "उठ, म तिमीलाई बोक्छु।" उनले आफ्नो साथीलाई काँधमा बोकेर धेरै बेरसम्म हिँडे र अन्त्यमा दुवैजना बाँच्न सफल भए। पछि कसैले सोध्यो, "साथीलाई बोकेर हिँड्दा तिमी झन बढी थाकेनौ र?" उनले जवाफ दिए, "हो, शरीर त थाकेको थियो, तर साथीलाई बोक्दा मलाई जसरी पनि बाँच्नुपर्छ भन्ने एउटा दह्रो कारण मिल्यो। यदि म एक्लै हुन्थेँ भने सायद बिचैमा हार मानिसक्थेँ।" देख्नुभयो त, कहिलेकाहीँ अरूको सहारा बन्नु नै आफ्ना लागि पनि बाँच्ने ऊर्जा बनिदिन्छ। जीवन एउटा यात्रा हो। अब हामी किताबको सबैभन्दा गहिरो विचारमा आइपुगेका छौँ। मुराई भन्नुहुन्छ, दृढता भनेको कुनै अन्तिम गन्तव्य होइन, यो त एउटा निरन्तर चलिरहने यात्रा हो। हामी सोच्छौँ, एक दिन म यति धेरै बलियो बन्नेछु कि मलाई कुनै पनि कुराले चित्त दुख्ने छैन। तर त्यस्तो दिन कहिले आउँदैन र त्यो स्वाभाविक पनि हो। मनलाई बलियो बनाउने कुरा एकै पटकमा सिकेर सकिँदैन। यो त एउटा बगैँचा जस्तै हो, जसलाई दिनदिनै पानी हाल्नुपर्छ र गोडमेल गर्नुपर्छ। आज तपाईँ बलियो हुनुहुन्छ भने भोलि फेरि कमजोर महसुस हुन सक्छ, अनि फेरि उठ्नुहुन्छ। यही उतार चढावको नाम नै जीवन हो। त्यसैले आफूलाई कमजोर पाउँदा नआत्तिनुहोस्। त्यो तपाईँको हार होइन, बरु तपाईँ मानिस हुनुको प्रमाण हो। मेरो प्यारा श्रोताहरू, अब हाम्रो यो अडियो यात्रा समापनतिर आइपुगेको छ। एकपटक दोहोऱ्यौँ, हामीले के सिक्यौँ? पहिलो, बलियो हुनु भनेको कहिले नभाचिनु होइन, बरु बाँस जस्तै लचिलो भएर पुनः उठ्नु हो। 2, भावनाहरूलाई लुकाउने होइन, सहज रूपमा स्वीकार्ने हो। 3, परिस्थिति हाम्रो हातमा नभए पनि त्यसमा कस्तो प्रतिक्रिया दिने भन्ने कुरा हाम्रै हातमा हुन्छ। 4, दुःख र कष्टभित्र पनि एउटा अर्थ खोज्नुपर्छ। 5, हाम्रा घाउहरू किन्सुकी कलाका ती सुनौला रेखाहरू हुन् जसले हामीलाई अझ मूल्यवान बनाउँछन्। म तपाईँको मनमा एउटा प्रश्न छोडेर जाँदैछु, जसको उत्तर आजै दिनु पर्दैन, बरु मनभित्रै गुन्नुहोस्। तपाईँको जीवनमा त्यस्तो कुन चोट छ जसलाई अहिलेसम्म कमजोरी ठानेर लुकाउँदै आउनुभएको छ? के तपाईँ त्यसलाई आजैदेखि आफ्नो जीवनको एउटा सुनौलो रेखाका रूपमा हेर्न सक्नुहुन्छ? याद राख्नुहोस्, हुरीले ठूला र घमण्डी रुखहरूलाई ढाल्छ, तर लचिलो बाँसलाई ढाल्न सक्दैन। तपाईँ परिस्थिति अनुसार झुक्न सक्नुहुन्छ, तर कहिल्यै टुट्नुहुने छैन। जीवनले तपाईँलाई जति पटक ढाले पनि फेरि उठ्न सक्ने शक्ति तपाईँभित्रै छ। त्यो शक्ति बाहिर कतै खोज्नु पर्दैन, त्यो सधैँ तपाईँभित्रै थियो, छ र रहनेछ। आजका लागि यति नै। आफ्नो ख्याल राख्नुहोस्। यात्रा बिस्तारै होस्, तर कहिल्यै नरोकियोस्।